अहिले चाहिँ आएको छैन त्यति भनेर आएकी Hello guys. Namaskar. नानी ताबिरु पान ओनिगिरी वा हेलो एभ्रिवान नमस्ते सम्पूर्णलाई एक्चुली सुमी मगर हजुरलाई चाहिँ मेरो मुनि ब्लगमा चाहिँ स्वागत छ अनि आज चाहिँ म र बहिनी चाहिँ इमिग्रेसन आएका थियौँ अनि बहिनीको चाहिँ भिजा प्रोसेसको लागि साथी आइदिएको अनि त्यही हो अनि म चाहिँ यो मिनी ब्लग चाहिँ किन लिएर आएको भने मैले चाहिँ योभन्दा अगाडि राखेको एउटा भिडियो थियो नि त फेसबुकमा अनि टिकटकमा एउटा भिडियो पोस्ट गरेको थिएँ अनि त्यसमा चाहिँ मैले चाहिँ लगेज लिएर हिँडेको भिडियो थियो अनि त्यो चाहिँ मैले जस्ट भिडियो कन्टेन्टको लागि बनाएकी थिएँ तर मेरा साथीभाइ आफन्तजनहरू अनि मेरा टिकटक फ्रेन्डहरूले चाहिँ अनि के भन्नुभएको थियो भने कमेन्टमा चाहिँ अनि वेलकम टु नेपाल अनि राम्रोसँग आउनु एट अ सेफ फ्लाइट तथा त्यस्तो प्रतिक्रियाहरू चाहिँ गर्नुभएको थियो अनि त्यसको लागि चाहिँ मैले चाहिँ यही भिडियो लिएर आएकी छु म चाहिँ नेपाल आएकी छैन अनि त्यो चाहिँ एउटा भिडियो कन्टेन्टको लागि मात्रै बनाएकी थिएँ अनि त्यही हो अनि हजुरहरूको माया हजुरहरूको प्रतिक्रियाको लागि चाहिँ एकदमै थ्याङ्क यू सो मच भन्न चाहन्छु अनि अब म चाहिँ 1 वर्षमा आउँदैछु नेपाल अहिले चाहिँ आएको छैन त्यति भनेर आएकी हुँ अनि त्यही हो योभन्दा अगाडिको मेरो एउटा भ्लग पनि राखेको थिएँ हजुरहरू चाहिँ माया गरिदिनु भएको छ अनि कमेन्टहरू पनि त्यस्तै राम्रो गरिदिनु भएको छ अनि त्यसको लागि चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छु सम्पूर्णलाई अनि यति हो अब हामी चाहिँ फर्किँदैछौँ हाम्रो पनि सक्यो अनि अब फेरि वार्ड अफिस गएको जाँदैछौँ त्यही हो गाइस मेरो मिनी ब्लगलाई चाहिँ माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि यो ब्लग पनि अन्तिमसम्म हेरिदिनु होला अनि माया गरिदिनु होला थ्याङ्क यू सो मच लभ यु अल त्यही हो बहिनी चाहिँ उता बसिरहेको गाउँमा अनि यहाँ चाहिँ त्यो राम्रो ठाउँ रहेछ अनि एकैछिन हावा खानु राम्रो त भनेर आएको अनि त्यही हो अब यहाँ फुकुका बस्न पनि जम्मा 2 डेज जम्मा 2 दिन छ अब यो ठाउँ छोडेर जाँदैछु अनि मनमा हल्का हुन्छ नि त एउटा स्याड फिल भइरहेछ अनि त्यही हो अब के गर्नु त अब गर्नै पर्यो हिँड्नै पर्यो अनि त्यही हो किनकि राम्रोको लागि त अब गर्नै पर्यो त्यही हो गाइस अनि हजुरहरू सम्पूर्णलाई मिठो सम्झनाका साथ अनि यहाँ सुनिको माया गरिदिनु होला सुनिको भागलाई अनि thank you so much for watching bye आऊ कान्छी आऊ छिटो त बहिनी चाहिँ आउँदैछ कम Tsukareta? Ne,じゃあ帰りますよ。お腹も空いてる。あ、空いてる？何か食べようか。コンビニ行こうか。ね。あ、マック今？最初に予約すたいと思ってるけど。嘘？本当？だよ。あ、昨日の夜、コーヒーとポップコーンしか何も食べてない。そうな何食べる？パンおにぎりは？おにぎり、ジューシー。あれ、チョコミント？チョコミントも食べちゃい。アイスクリームも食べちゃい。そうな。買ってくれる？うん、買います。行こうね。じゃあ行こう。じゃあね、バイバイ。